हेलो हेलो कहाँ जानु लाग्यो के थाहा मलाई तपाईँ जुत्ता लिएर जान्छ त्यता के छ के छ यार धेरै दिनपछि भेट भयो हाम्रो के छ यार साथी के छ ठिक छ विकासजी अनि के छ त यार मिनी भ्लग सब ठिक यार यस्तै हो कति वर्षपछि भेट गएको कति वर्ष भयो 2070 मा एसएलसी दिएपछि अहिले हो भेट ल आजै यहाँ र्याफ्टिङ गयो होला एकचोटि ए र्याफ्टिङ गरेको छ है र्याफ्टिङ मात्रै गयो अरू बेला भेटेन चोबारमा भयो के त आइछ हामी चाहिँ अब जाने नै थाहा छैन कहाँ जाने हो के हो रे कहाँनिर हो त यो के ठाउँ सरप्राइज हो के अब यसले पो यार मान्छे मार्ने रहेछ नि त नि भिडियो गरेर आएको छ मान्छे मार्यो भयो यसले हेर आज कुरा यस्तै गर्छ यसले चाहिँ मान्छे सोच्दै कहाँ हो रे विकासजी हामी चाहिँ हजुर कहाँ जाने हो रे यो मलाई थाहा छैन आकिगावा हो कि आकिगावा भ्याली जस्तो लाग्छ ढुङ्गा माटो बोक्न जाने अर्को सामान गर्छ विकास भएर डेन्जर ह्यान्डसम देखिरहेछ फेरि यार पहिल्यैदेखि हो यति चाहिँ तिम्रो खालि जङ्गल र पार्कको भन्ने कुरा गर्दैन के पार्कको हावाले कहाँ हो रे राजरम दाइ जाने आइकावा भ्याली भने त्यहाँ चाहिँ के छ खासमा त्यहाँको विशेष खोला नालाहरू छ त्यहाँ चाहिँ मेन तिम्रो लागि कोविन र खोला के अरे जङ्गल छ जङ्गलहरू छ कि एकदम पुल छ जङ्गललाई चाहिँ जङ्गलै हुँदो रहेछ कौयन त भनिहाल्यो कता हो तपाईँहरू त के हो यार सिरियस छ त पछाडि गाइड्स किन त सिरियस के पनि भएन के पनि भएन बुढासँग सुटेर भन्नुलाई टेन्सन लागिरहेको त्यही भयो हो सँगै बस्ने हो दही भाउ छ बाटा झडा पर्छ अहिले भने फिटिको मान्दैन अब चाहिँ चिसो आउँछ जयरामले जस्तो लगाएर यार लार्जमा भनौँ लार्ज अझै ठुलो कफी काँडाको चिस्की बिहानको आफ्नै परिसवारीको कफीसँगै आफ्नै परिसवारीको कफीसँगै अब यात्रा सुरु गरियो केही पनि ल्याएको छैन चलन भइरहेको छ कफीपट्टि खायो भने एउटा अर्को कालो कफी लिएर जहाँ लिएर मिलाउँछु म बस भइसक्यो
रहेछ नि कोही देश भन्न बिर्सेछु मेरो त छ त हालिहाल्नु आएको छ यार पहिला पुरानो फाल्नु पर्ने भयो सबै फोटोमा त राखेर नि त मैले चाहिँ हाम्रो त त्यो कुरा गरेर यति गरेर हाँस्छ होला क्या चुरोट खानुहुन्छ हुँदैन मैले सोध्नु पनि उसले मलाई सोधे क्या तपाईँले अनि सोधे भाउजूलाई चुरोट खान्छ कि खाँदैन होला होला तपाईँ पनि त्यस्तै हुनुहुन्थ्यो पहिला तपाईँको पनि त्यस्तै थियो नि फोटोहरू त्यस्तो हाल्नु भएको थियो थिएन झन् मैले त त्यो बेला झन् भर्खर बिहेमा गएर 60 लाख फोटो हालेको त्यही फोटो खतरा दामी हुन्थ्यो नि जाउँ न एकदिन यार तल झर्ने रहेछ त यहाँ यसो बोक्नु तारे क्या पानी जान्छ जस्तो कुरा नाइट बस्न आउने यसो हालिहाल्नु पऱ्यो यतातिर हालेर जाउँ है भेटै अड्क्यो अब के गर्नु खै अब यसो खै पार्किङ सार्किङ छैन रहेछ के कुरा भइरहेको थियो चर हाँसिरहेको छ घाटो लागेन त अगाडि आएर पछि परेन यस्तो हुन्छ नि त के छ मेरो भाइ यहाँ बार्बिक्यू गर्न मिल्ने रहेछ है ससुरो मेरो भाइ बार्बिक्यू रेंटहरू होगा देखिनु भयो देखेको नेचुरल हावा रे एसीमा पर्दैन हुन्छ न भाइ कति टाढा रहेछ विकास हजुर कति टाढा छ अरे यही हो म्याप और BMW का आपको दिखाया ना 505 में देखिए इंजीनियर है सोचलाने हैन सोच सोच यस्तो त्यो साँच्चै नि यो त काँचै खाने भएन यो त मागै हो यो त खाना उसमा खाने के यो भन्दा त उयो विन्स बङ्गुरको मोलै हुन सक्छ कलर यो दुईटा चाहिँ हाल्नु न दुईटा हाल्नु त्यो मलेको चाहिँ हुँदैन मोलेको पात यो दुईटा लगाऊ ओ सही कुरा गरेछ अनि यो एउटा निकाल न त एउटा निकाल एउटा बोक्यो यो के भयो त्यो अन्त अलिक गाह्रो हुन्छ अरे कि को खायो भने हामी सपिङ आएको छौँ सपिङ हाल न त्यहाँनिर मसी मसी अहिले आफ्नै करेसाबारीको हरियो सागपात हालेर आफ्नै करेसाबारीको मकै स्वाद आफ्नै करेसाबारीको झक्को चिसो चिसो बियर खाएर आफ्नै करेसाबारीको यत्रो यत्रो लक्क काँडेवाला खाएको खाएर काँडे भ्यातुर
काट गरे सवारी डल्लो डल्लो कागतीलाई टिपेर झोल बनाएर आफ्नै करे सवारीमा फकेर फलेको मकै मकै हालेर आफ्नै करे सवारीको फलसम्म काटेर चाहिँ चाहिँ खोर्सानी ल्याएछौँ के बेर खाने हो कि लागौँ ढिला भइसक्यो अब त्यहाँको त यो त्यो पोलेर खान थालिएछ माथिपट्टि हो कि यहाँ यो कतापट्टि राख्ने हेर अब बिहेमा जन्ती चाहिँ यस्तै हो आज मैले खुवाउने भयो केटाहरू अहिले हाल्ने होइन अलि हाल्नु होला किनभने सुरुको त बल्न टाइम लाग्छ नि त पहिला भन्नु यार गाउँमा कहिले गोलै नसमाते जस्तो लुगामा चाहिँ नलाउनु नि के हो त्यस्तो के यसको माथि माथि हाल्नु न पहिला अब भइसक्यो बलिसक्यो अलिकति अब चाहिँ गऱ्यो हो नि त यहाँ अब चलाउने थियो यतिकै अब पहिलाको अलि छैन यो अहिलेको झोलेसम्म कहाँ राखेर यार यहाँ मुनि यो मुनि के फरक पर्छ त्यो त अलरेडी खानुहुन्छ हो त्यो त डोबाउँ पानी त्यो भने त्यो चिसो पनि हो बिग्रिन्छ कि फेरि चिसो त बबल चिसो छ पानी पानी त डेन्जर चिसो छ नि योभन्दा चिसो छ नि पानी हेर फ्याट त यहाँबाट फाल्यो भने त खान्के नै हो नि त चिजी हो अरूले के गरेसँग त कुनै होइन हामीलाई यो त अनि त्यो अहिले मासु खाइसकेपछि कटाउनु पर्छ भित्र हाल्नु नि है यो के छ अब हाम्रो खै यो पोल्डर फालेरै यता तलपट्टि राख्नु त पाकेर राख्नु तलपट्टि गर्ने खै केही फरक पर्दैन कोहीलाई खाने हो त आज त नि हो अनि उ देखेनस् एकैछिनमा रातो हुँदैन त काँसिन्छ तर काँसिन्छ यो हामी केही पनि डलाएन सुभाष ओइ सुभाष जाने कि पौडी खेल्न लु खोलेर जाँदा भइगयो नि त अहिले लाउनु हुन्छ नि त यहाँ छ लिएर आउनु भन्दा नि नलिएर के अरे भाउजू साग यसलाई के भन्छ जात्दिन ल त्यही हो बुझ्नु जाऊ मलाई थाहै छैन उठ्यो के त्यहाँ गएर हेर नि त्यहाँ छ कि छैन जान्छ होला राजाराम ओइ बस राम त्यहाँ बस भाइ मेरो भाइ बिहा त हाल्दैन नि मा एकदम नियमअनुसार चलाएर हुन्छ केही हुँदैन सिङ्गापुरबाट ल्याएको हो सिङ्गापुर सिङ्गापुरको मकै खायो भने त सिङ्गापुर भने डेन्जर गुलियो रहेछ यार चिनी हाले हुन्छ कि हो
मासु गर्ने रहेछ नि त आउँदैन रहेछ नि त। जाने कुरै भएको थिएन नि बिहान पो फिक्स भयो छैन आएन हो र चल ठिक छ बाँकी होला ठिक छ लिनिङ त्यही छाला हो सानो यो गुङ्गुरको भनेको प्या फुत्तै फाले छुँदैन भन्दाखेरि आज उता सिन्जुको वालीसँग लागेको नि त नि त्यो भइसक्यो बाहिरलाई यो माछा त एकैछिन भइहाल्छ नि त भइहाल्छ है त्यो त न त गल्छ नि भ्याक्ट्री अनि झुगे माछा मैले सस त खान लाग्यो यो त किन यार माछा त भरे भएन नि माछा राख्नु हुँदैछ नि त्यसलाई ढुङ्गा राखेर ढुङ्गा माथि यस्तो यो काठे समाउनुहोस् कस्तो छ त्यो भयो हालौँ न मिठो लागेन के खाएको किन नहाल्नु हजुर एकछिन होइन हुन्छ यो हुँदैन यसरी यस्तै हो कि एकछिन त्यस्तै थाहा पाएन यार खुब ट्राई गर्न मन थियो खाइ हो तिमी बियर खाने हो उयो हाम्रो ऊ त्यो लिन न ऊ त्यो माछा त्यो अर्ग्यानिक धोएर लिएर आएको हेर्छ नि अग्लो भयो क्या ढुङ्गा हो अक्सिजन काट न सक्कु छ होइन किरी खाऊ किरी हो यार रमाइलो भयो त यार मलाई त लास्टै यार रमाइलो लाग्छ बियर खानु पाएँ कि ती पार्टी खायो नि मेरो घरमा भोलि सुनकै हात्ती ल्याएर पकायो नि हुँदैन नि ठुलो पारिसकेको छ नि माछा काट्ले होइन के गर्ने यति घरको एउटा महिनामा फ्याट्टै सालमन झ्याएर यतिकै उयो त्यो खाने खैल्यौ त हो माछा लिन आउने आऊ क्या माछा खान आऊ अब एउटा हो ट्राई गरेर त है यो हाल्नु त ओहो यार मासु भगवान रहेछ FISS fish कुन माछा यो हाल यार यो माछा चाहिँ पोलेको चाहिँ नहाल है केटा यो त काँच के अरे उसला किन खाँदा खाँदा एबी पाके है यति हो यो खाने छ अब मसरुम छ माछा छ रिबाए खोलेर के हुन्छ र मसित बोलेर ओइ मासु जाऊ पौडी खेलेर यसरी हुन्छ नि त के रसे खालेपछि के काम लाग्यो त अनि एउटा ती राख होइन अलि ठुलो बना न ओइ साउन्ड अलि ठुलो बना न यहाँ दुईटा छ एउटा क्यानको एउटा गोमीको अनि के गर्ने हो एउटा क्यान बाँकी छ अनि कहाँ फाल्ने जाने अहिले पछि एउटा के झोला छैन कुनै चिसो लाग्यो मलाई चिसो गरेर चिसो भएर नै डर लागेर आयो एकै सर्टमा ल एकै सर्टमा सक्का सक्का सक्का
जापाई त फ्यान त अहिलेदेखि खोइ ओ इन्दिरालाई सब भिजाइदियो पौडी खेल्न त आउँदैन नि मलाई चाहिँ मात्र म त खेल्थेँ फरल फरल खुकाइ पहिला भयो यहाँ पानीमा टेकिरहेको विकास नि फरल ल सक्छ भने विकास यता आऊ यता राजाराम दाइ नि फरल्नु कि भर यहाँ मान्छे खोलामा बियोस पिसा फेर्न लागि भयो थचक्कै बस्छ सर के अरे काल्पनिक त्यो मात्र हो नि त कल्पना मात्र गर्न सकिन्छ सारा सेतै छ भन्दैन त कसर होइन भर्खरको भर्खर यार मुतिबिरहा मुतिबिरहा के भने मुतिबिरहा रे म त मकै त फलेको छैन कि टिप्छ मकै कोदे होला नि त के हो पर्से नि हो ठाउँमा आइपुग्यो होइन फेरि हामी नयाँ ठाउँमा आइपुग्यौँ
उनीहरूलाई गोदावरी नै गएर खरे गरे मलाई मजाले ल इन्दिरा भयो माछा माछा सरलाईबाट फर्किया त बाटो भएन रिक्साको जग्गा हो रिक्साको जग्गा हो क्या चिप्स क्या पानी मन पर्यो बोली चाली मन पर्यो मन पर्यो बोली चाली मन पर्यो साली मन पर्यो रिक्साको जग्गा किन जाने सुराबा मलाई साली उला सिरैमा थपकै अरूले कनैले अहिले अन गराएको तिम्रो नि केही छ ब्लगको लागि तपाईँ भनेको छ यता म भन्छु के यता पाँच अम्बरे होइन हो पानी खाने विशेषता मात्र हो लगभग टुर कस्तो भयो त आज कस्तो लाग्यो सोचेको भन्दा नि ल आजको हाम्रो यात्रा चाहिँ फिनिस्ड